हेलो गाइस, दर्शन नमस्कार है। के छ हजुरहरू सन्चै हुनुहुन्छ होला। म चाहिँ आज एउटा हजुरहरूलाई होइन, अब धेरैजनालाई थाहा छ तर कतिजनालाई चाहिँ थाहा छैन होइन। मैले पनि प्रायः जसो अब होइन थाहा नभएको कुराहरू यसो लगाएर सर्च गरेर हेर्छु होइन। अहिले साउदी अरबमा चाहिँ कुड पेबाट चाहिँ होइन लोकल ट्रान्सफर होइन अनि लोकल बेनिफिसियरी चाहिँ कसरी एड गर्ने भनेर चाहिँ म हजुरहरूलाई चाहिँ सिकाउँदैछु। भिडियो हेरेर हजुरहरूले सजिलैसँग बेनिफिसियरी एड गर्न सक्नुहुन्छ। म चाहिँ बाँकी चाहिँ अब यो एसएनबी एप चाहिँ हुनु पऱ्यो मोबाइलमा होइन। अनि यो भइसकेपछि अनि यो एपलाई चाहिँ अनि ओपन गर्ने। केही टाइम ल्याउँछ ओपन हुनलाई। अनि यो ओपन गरिसकेपछि यहाँ चाहिँ हाम्रो होइन युजर नेम र पासवर्ड चाहिँ राख्ने। म युजर नेम र पासवर्ड चाहिँ राख्नेछु। अनि यो युजर नेम र पासवर्ड चाहिँ राखिसकेपछि अनि लगइनमा टच गर्ने। लगइनमा टच गरिसकेपछि यहाँ चाहिँ अब होइन 4 डिजिटको पिनकोड नम्बर आउँछ। अनि यसलाई चाहिँ अलाउ गर्दा भयो होइन। एउटै मोबाइलमा छ भने अलाउ गर्न मिल्यो, अथवा अर्को मोबाइलमा छ भने 4 पिनकोड चाहिँ हाल्नु पर्यो। अनि यसमा चाहिँ होइन ट्रान्सफरमा जाने। अनि ट्रान्सफरमा गइसकेपछि अनि लोकल बैंकमा जाने। अनि यदि हजुरहरूसँग होइन अब अलरेडी चाहिँ बेनिफिसियरी एड छ भने यहाँ सो गर्छ। यदि हजुरहरूसँग छैन भने चाहिँ यो एड न्यू बेनिफिसियरी भन्छ। अनि यसमा चाहिँ टच गर्ने। सबैभन्दा फर्स्टमा चाहिँ अकाउन्ट नम्बर भयो। अकाउन्ट नम्बर चाहिँ जो हाम्रो अकाउन्टमा चाहिँ एसएदेखि सुरु हुन्छ अनि त्यहीबाट चाहिँ सबै हाल्नुपर्छ अकाउन्ट नम्बर। अनि सेकेन्डमा चाहिँ अब सर्ट नेम भयो होइन। अनि थर्डमा चाहिँ अब फुल नेम भयो। अनि इनपुट बैंक, यो बैंक चाहिँ अब कुन बैंक हो होइन त्यो बैंक चाहिँ अब यहाँ सो गरिहाल्छ यो राख्दाखेरि है। यो चाहिँ सबै म राखेर चाहिँ अनि देखाउँछु। अनि यो राखिसकेपछि यो बैंक चाहिँ अब अटोमेटिक आइहाल्छ। अनि हामी प्रोसेसमा चाहिँ टच गर्ने। अनि प्रोसेसमा टच गरिसकेपछि अब यहाँ चाहिँ अब सबै डिटेल देखाउँछ होइन। अनि यो डिटेल देखाइसकेपछि अनि यहाँ चाहिँ अब कन्फर्ममा चाहिँ टच गर्ने। अनि कन्फर्ममा टच गरिसकेपछि एउटा चाहिँ अब होइन एसएनबीको तर्फबाट चाहिँ एउटा कल आउँछ। त्यो कललाई चाहिँ रिसिभ गर्ने। कल आएपछि चार डिजिटको कोड नम्बर राखिसकेपछि अनि यो फोन अटोमेटिक गर्छ। अनि हामी चाहिँ यो फिनिसमा चाहिँ टच गर्ने। यसरी सजिलैसँग हजुरहरूले लोकल बेनिफिसियरी एड गर्न सक्नुहुन्छ। भिडियो हेरिदिनु भएको लागि थ्याङ्क यू। भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट